आयल निगमले विद्युत प्राधिकरणलाई चाहिँ पेट्रोल बेच्दाखेरि 26% चाहिँ पानी हालेर बेचेछ। त्यही आयल निगमले सधैँ आयल निगम चाहिँ घाटामा भयो भनेर के भन्ने हो, पेट्रोलको भाउ बढाको बढाइ गर्छ, 6% कर ठोकेको ठोकै गर्छ। र त्यसबाहेक पनि मैले आजसम्म उधारोमा पेट्रोल किने छैन, सायद कुनै नेपालीको पनि उधारोमा पेट्रोल किनेको छैन होला। तैपनि आयल निगम जहिले पनि घाटामा, र जहिले पनि घाटामा त छँदै थियो। भयो हुँदा हुँदा विद्युत प्राधिकरणलाई पनि 26% पानी हालेर पेट्रोल बेचेर अस्ति भर्खर चाहिँ सर्वोच्चको फैसला आयो कि यति करोड चाहिँ तिर्नु पर्यो। प्रधानमन्त्रीसँग मेरो आग्रह, आयल निगममा के भइरहेको छ, आयल निगमलाई तपाईँ निगरानीमा राख्नुहोस्। जहिले घाटामा भन्ने, हामीले कहिले उधारोमा कसैले पेट्रोल किने छैन र अपचलन पनि सबभन्दा धेरै हुने आयल निगममै। भनेपछि आयल निगमलाई चाहिँ निगरानीमा राखेर यदि कहीँ बिगारेको छ, अपचलन गरेको छ र जनतालाई घाटेको छ भने कारबाही गर्न जरुरी छ। त्यसबाहेक आयल निगम र सरकारलाई मेरो एउटा प्रश्न, अस्तिको बजेट भाषण भएपछि 2वटा पेट्रोलियम पदार्थमा 6वटा कर लाग्थ्यो, जुनको लागि हामीले ठुलो चितवनमा चाहिँ बाइक भकेल्ने र्याली पनि विरोध स्वरूपमा गरेका थियौँ। त्यसपछि 2वटा कर घट्यो। यो बजेट आउँदाखेरि हाम्रो र्यालीपछि 2वटा कर चाहिँ पेट्रोलियम पदार्थबाट हट्यो, तर त्यो कार्यान्वयन भएको छैन। अहिलेसम्म पेट्रोलियम पदार्थको चाहिँ जति मूल्य घट्नुपर्ने हो त्यो अनुसार घटेको छैन। त्यो कारणले सरकार र आयल निगमलाई मेरो प्रश्न, के भइरहेको छ, किन पेट्रोलको चाहिँ भाउ घटिरहेको छैन जब ट्याक्सै घटिसक्यो। त्यसबाहेक अहिले भर्खर हाम्रो ऋषिजीले पनि कुरा गर्नु भइरहेको थियो, यो देश चाहिँ यो देशको कूटनीति भर्खर ऋषिजीले पनि भन्नुभएको थियो, यो देशको चाहिँ इन्टरनेसनल डिप्लोमेसीको चाहिँ प्रिन्सिपल के हो। हाम्रो असंलग्न परराष्ट्र नीति भनेर हामीले पहिलेदेखि सुन्दै आएको, तर अहिले के भइरहेको छ भन्दाखेरि आधिकारिक रूपमा दलाई लामाको जन्म उत्सव यो देशमा मनाउने भन्ने सरकारी निकायबाट नै स्वीकृति दियो। त्यसपछि त्यो चाहिँ तपाईँको असार महिनाको कुरा, असारको 19 गते हो अरे, दलाई लामाको 91st बर्थडे यो देशमा मनाइयो, जुन चाहिँ चाइनाको वन चाइना पोलिसी, हाम्रो छिमेकी राष्ट्रको वन चाइना पोलिसीको विरुद्धमा। हामीले सायद 1960 को दशकमा सन् 1960 को दशकमा सुरु भएको खम्पा विद्रोह बिर्सेको छैनौँ, तर अहिलेको सरकारको मान्छेहरूलाई सायद त्यो ज्ञान छैन होला कि 1960 को दशकमा खम्पा विद्रोहले हामीलाई कत्रो ठुलो भू राजनीतिक सङ्कटमा पारेको थियो। उहाँले चाहिँ यसको ग्रेभ